पश्चिम बङ्गालको कालेबुङ जिल्लाको पेदुङ खण्ड अन्तर्गत कागे ग्राम पञ्चायतभित्र पर्ने लोवर गेदुक क्षेत्रमा पुल र बाटोको समस्या अझै समाधान हुन सकेको छैन। गाउँमा कुल 660 मतदाताहरू रहेका छन् भने करिब 5 किलोमिटरको लामो सडक आजसम्म पनि कालो पत्रे हुन सकेको छैन। उक्त सडक स्थानीय एक निजी निर्माण निकायले निर्माण गरिदिएको भए पनि कालो अलकत्रा बिछाउने कार्य नहुँदा वर्षौंदेखि स्थानीयवासीहरूले कठिनाई भोग्न परेको छ। हामीले त्यो एउटा माग्ने तरिका मिलाएको यो गर्दा पो हुन्छ कि त्यो गर्दा पो हुन्छ कि अब सोसियल गर्दा पो हुन्छ कि भन्यौँ, सोसियल गऱ्यौँ भएन। यहाँ हाइवेले बाटो खन्यो, त्यतिखेर गुहार माग्यौँ, उहाँहरूले अलिअलि खनिदिनु भयो। त्यहाँबाट यो जुन चाहिँ केही गर्दा पनि नहुँदाखेरि चाहिँ हामीले नो रोड नो भोट गरेको र हामीले त्यसको पछाडि हामीले बिडिओलाई, डिएमलाई, एसडिओलाई पत्रचार पनि गऱ्यौँ। म स्वयं आफै पनि गएको थिएँ, हाम्रोमा कपी 2 पनि छ है, रिसिभ गरिदिएको कपीहरू पनि छ। देखाउनु परेको ठाउँमा लिएर आऊ भन्नु परेको ठाउँमा हामी लिएर आउन पनि सक्छौँ। तर अहिलेसम्म यसको लागि अहिलेसम्म केही सुनवाई भएको छैन। हाम्रोमा केही यसको हामी गएको एक्सन रिएक्सन केही भएको छैन हेर्नुहोस्। र हामी त के भन्नु, त हामी त लज्जित छौँ। सरकारले दियो भने थाप्ने हो। अब भोट माग्नु आउँछ, इलेक्सन आयो 26 मा होइन, हामी त एउटा साधारण सदस्य हो। हामी त्यो माथिको नियम कानुन जान्दैनौँ होइन। हामी एकदम अडिको काठमा ठोकेको काँटी जस्तो भएर बस्छौँ हामी। अब यो 2026 मा पनि तपाईँको यो अगाडि हामीलाई फेरि त्यो नरियल फुटाएर आश्वासन गर्नु हुँदैन। हामीलाई दिएपछि गर्नुपर्छ काम। जबसम्म हाम्रोमा काम थल्लानी हुँदैन तबसम्म हाम्रोबाट नो रोड नो भोट। अब एमपी इलेक्सन हामीले मुखबाट हेरेको छौँ। हामीले सेन्ट्रललाई पनि भोट दिउँन, हामी स्टेटलाई पनि दिँदैनौँ है। त्यहाँबाट अर्को फेसमा सभासद भोट आउँछ, सभासद भोट पनि हाल्दैनौँ। पक्का पुलको अभावका कारण मानिसहरूले दैनिक रूपमा ज्यानको जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था रहेको छ। विशेष बर्खायाममा मुन्दुम खोला उम्लिँदा बाँसको फड्के बराबर बगाएर लैजाने हुँदा लोवर गेदुक गाउँ पूर्ण रूपमा यातायातबाट वञ्चित हुने गरेको स्थानीयवासीहरूले बताएका छन्। यसले विद्यार्थी, बिरामी तथा आवश्यक सेवामा गम्भीर असर पर्ने गरेको छ। यहाँ कालो रोडहरू केही छैन। पाहुना आउँछन्, सिक्किमको बोर्डरको छेउमा छौँ। कति चाहिँ दुःखले भारी बोक्नु, त्यता राति राति भारी बोकाएर बिहा बुटुल यहाँ सामान दिन्छ। यहाँनिर रोडमा माथि ललित भाइकोमा कोही बेला बर्खामा गाडी उँधो झर्दैन। अनि सबै भारी बोकाएर केटाहरूलाई गर्नुपर्छ। यस्तो दुःख हामी पालेको छौँ। बिमार भयो भने बिमारीहरू बोकेर लिएर आउनुहुन्छ। पहिलाको म एम्बुलेन्स हो, यताबाट ल्याउनु पनि, कटरे जानु पनि, चियरमा टोकोमा। अहिले चाहिँ मेरो घुँडा भाँचिएको छ र मेरो छोराहरू छन्, पालो दिएको छन् र पनि अलिकति सुविस्ता हल्का अलिकति यो कम्पनीले खनेको रोड त्यस्तो। पहिला त हामी यस्तै उकालोबाट चाहिँ कतै 4 पाउ टेकेर चाहिँ बिमारी बोक्नु, बिमारीलाई बचाउनु गएको आफै मर्नेवाला हुन्थ्यो। के गर्नु उपाय। 2 घन्टामा पुग्थ्यो भने 3 घन्टा लाग्छ। अब पहिला हामी त्यस्तो समस्या चाहिँ भएको थियो हामीलाई। हामीले त कसैलाई दोस्नु छैन। सरकारले चाहिँ अब केही गरिदियोस् छिटोभन्दा छिटो भन्ने चाहिँ हामीलाई त्यति नै हो। यो कसैलाई हामीले दोस्ने काम पनि छैन होइन। हामी राजनीतिलाई पनि बुझ्दैन, कसैलाई पनि दोस्दैन। एउटा सरकारले चाहिँ झट्टभन्दा झट्ट यो हाम्रो होइन यो एकदमै यो क्षेत्रलाई चाहिँ अलिकति अरूभन्दा नि हाम्रो यो लोवर ग्यान्दुङ हुन्छ हो, लोवर ग्यान्दुङ चाहिँ एकदमै समस्या परेको छ। त्यति नै हो हाम्रो चाहिँ। स्थानीयवासीहरूले पटक पटक जिल्ला प्रशासन तथा जनप्रतिनिधिहरू समक्ष मागपत्र बुझाए पनि अहिलेसम्म कुनै ठोस पहल भएको छैन। धेरै सरकार र जनप्रतिनिधिहरू फेरिए पनि गाउँवासीहरूको पक्की बाटो र सुरक्षित पुलमा हिँड्ने सपना अझै अधुरै रहेको उनीहरूको गुनासो रहेको छ। दुध बेच्न आउनुपर्छ यहीँ, सब्जी बेच्न आउनुपर्छ यहीँ। यो बाटो यस्तो भइसकेपछि, यो पुल यस्तो भइसकेपछि यो हाम्रो मान्छेले गरी खान्छ कसरी होइन। अब 70-80 घर बसोबासो छ, 600-650 भोटर्स छ। अन्त त्यत्रो मान्छेलाई त हामीलाई सरकारले त अलिकति नजर नलाकै होला जस्तो लाग्यो। अर्को कुरा, मैले पश्चिममा पनि ट्राई गरेको थिएँ यो बाटो, मैले एउटा नम्बर पाएर गरेको थिएँ। तर अहिलेसम्म त्यो एक्सन केही पनि आएन, उहाँबाट पनि इन्फर्मेसन केही आएन। अब मोटामोटी अरू जग्गामा 2 महिना 3 महिनामा हुन्छ, हाम्रोमा तपाईँको
4 वर्ष 5 वर्ष पनि केही पनि हुँदैन। अब एमपी भोट गरेको कहिले हो हेर्नुहोस् त, हामीले बहिष्कार गऱ्यौँ है, तर हामीले अहिलेसम्म कसैले सोधेको पनि छैन तपाईँहरूको के भयो कसो भयो भनेर। सभासदलाई हामीले भनिराखेको छौँ, सभासदले पनि गरिदिने त केही पनि त छैन। अब बिचरा उहाँले पाएकै छैन, उहाँले पाउनुभयो भने त गेन्दुङको लागि पठाइदिनु भयो भने त उहाँले ल्याएर दिनुहुन्छ, अर्कालाई दिएको त हामीलाई ल्याएर दिन सक्नुहुन्न, किन उहाँ पनि हामी जस्तै भुक्तभोगी छ अर्को संसदमा। अन्त हामी त कराएकै छौँ हेर्नुहोस्, तर हामीलाई दिएको छैन। र हामी पनि अब जुन चाहिँ 26 को इलेक्सन आउँदैछ एमएलए इलेक्सन, सम्झिँदा हुन्छ कि गेन्दुङबाट चाहिँ भोट पाउँछु भन्ने आशा नगर्दा हुन्छ, बाटो बनियो भने हामी भोट हाल्छौँ फेरि। यदि यस पटक पनि पुल र बाटोको निर्माणको काम अघि नबढे स्थानीयवासीहरूले आगामी निर्वाचनमा भोट बहिष्कार गर्ने चेतावनी दिएको स्थानीय नागरिक गणेश खतेवाडेले जानकारी गराएका छन्।